लफाको इlang kanung gumay चाहिँ 12 जो मजलेको कसैलाई झेल नगर्ने साली त सोझी र सिम्पलमा गर्ने सोझी छ कि छैन है हाम्रो देवताको सालीहरू कतिको सोझी रहेछ सजाउला सपना हजार नलागोस् कसैको नजर हाय हेलो एभ्रिवान नमस्कार छोरले स्वागत छ हजुरहरुलाई मेरो युट्युब च्यानलमा म शारदा मगर आशा छ हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु आज चाहिँ मैले धेरै दिनपछि भिडियो गराउँदै छु म चाहिँ घर आएको छु साथीहरु आज चाहिँ मगर दियोस अनि यहाँ देवदामा चाहिँ देवदा 5 पानबारीमा कार्यक्रम हुँदैछ त्यो कार्यक्रममा जान लागेको म र मम्मी अनि मेरो भिडियो के कस्तो लाग्छ हेर्दै गर्नु होला र मेरो भिडियोलाई लाइक शेयर र प्लिज मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला भन्दै मैले भिडियो कन्टिन्यू गर्छु हेर्दै गर्नु होला सर म र मम्मी चाहिँ अब जानु लागेको कार्यक्रममा मेरो भिडियो के कस्तो हुन्छ हेर्दै गर्नु होला साथीहरु मम्मी जाम म र मम्मी चाहिँ माइजूहरुको घरबाट जाँदैछौँ माइजूहरु जानुहुन्छ कि जानुहुन्न बोलाउँदै थस हामी चाहिँ माइजूहरुको घरदेखि जान्छौँ साथीहरु यहाँ मम्मी हुनुहुन्छ मम्मी अनि म जाँदैछौँ हेर्नु साथीहरु 2 बजिसक्यो साथीहरु कतिखेर जाने कतिखेर पुग्ने थाहा भएन साथीहरु यहाँ चाहिँ हिँड्दै हिँड्दैछौँ साथीहरु हामी चाहिँ यहाँ माइजूहरु चाहिँ जानुहुन्न अरे अहिले आउनुहुन्छ अरे हामी चाहिँ हिँडेको मम्मी टुई 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 अगाडि हिँड्नु भयो मम्मी र म जान्छौँ साथीहरु माइजूहरु चाहिँ अहिले आउनुहुन्छ होला अरे स्कुटीमा आउनुहुन्छ होला सायद अहिले अब हामी चाहिँ जाँदैछौँ म र मम्मी मात्र साथीहरु हुन त त्यहाँ गए साथीहरु जति पनि भेटिन्छ बहिनीहरु चाहिँ गइसकेको हैछ त्यही गएर भेट्छौँ होला बहिनीहरुलाई गएर फोन गर्छौँ साथीहरु यस्तो छ हाम्रो देवदा 5 कलुवा गाउँको लाङ्गाले आमा समूहको भवन साथीहरु यस्तो छ मगर भवन यो चाहिँ थारू समुदायको भवन चाहिँ बन्दै रहेछ साथीहरु मम्मी चाहिँ त्यहाँ पुग्नु भयो यो चाहिँ सिसौघारी जाने बाटो हामी चाहिँ सिसौघारीको बाटो जान्छौँ आज चाहिँ शुक्रबारको दिन हो साथीहरु त्यहाँ चाहिँ हाट बजार लागिरहेछ त्यो भिड छ भनेर हामी चाहिँ यो सिसौघारीको बाटो जाँदैछौँ साथीहरु ब्लग गराउँदैन भने थिए मैले साथीहरु मम्मीले ब्लग गरा भनेर मम्मीको लागि यहाँ गराउँदैछु अघि टिकटक पनि बनाए साथीहरु टिकटक बनाएर पोस्ट पनि गरिसकेछु साथीहरु हेर्नु होला शारदा मगर मेरो युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला साथीहरु हामी चाहिँ यहाँ सानोमा कति खेल्न आउँथ्यौँ यो सिसौघारीमा अहिले त यस्तो भइसक्यो साथीहरु चाहिँ
यो सिसौघारीको फुटबल ग्राउन्ड छ साथीहरू। त्यहाँ हुँदाखेरि यहीँ फुटबल गेम चाहिँ यहीँ खेलाउनुहुन्छ। यहाँ चाहिँ भाइ बहिनीहरू खेल्दै रहेछन्। ल साथीहरू यो चाहिँ केरानी माध्यमिक विद्यालय हो, देवदा 5 मा छ। यहाँ चाहिँ म क्लास 7 देखि क्लास 12 सम्म यही स्कुलमा पढेको साथीहरू। यहाँ सिसौघारीबाट राम्रोसित देखिन्न, यस्तै छ। साथीहरू यो चाहिँ खाने पानी ट्याङ्की सिसौघारीमा छ। यहाँ पहिला कति खेल्न आउँथ्यौँ सानो हुँदाखेरि साथीहरू। आजभोलि त यस्तो बनिसक्यो, पहिला चाहिँ थिएन। हामी सानो हुँदाखेरि यो गेट पनि थिएन साथीहरू। अनि हामी कति खेल्न आउँथ्यौँ यहाँ। अनि मम्मी हिँड्नु भएको छ, म पनि पछि हिँड्दैछु। साथीहरू हामी चाहिँ यहाँ प्रोग्राम भएको ठाउँमा आइपुग्न लाग्यौँ। त्यहाँ अगाडि हो, हामी चाहिँ प्रोग्राम भएको ठाउँमा आइपुग्यौँ साथीहरू। नजिकै छ, धेरै छैन नि त, त्यही भएर म र मम्मी चाहिँ हिँड्दै आयौँ साथीहरू। लास्टै भिड छ क्या जस्तो लाग्यो। मम्मी हेलो गरिदिनु। फोटो खिच्दिए साथीहरू। ल हाई गरिदेऊ, ल यालो गरिदेऊ। क्या बनानो क्या भयो 11 টাকায় এটা
Wala udah. Halo. Akat. Halo ya. Ah, क्या पछाडि सक्यो बस के पछाडि सक्यो भने त्यहाँ बस त्यहाँ तल बस तिमी त उभ बस हो
ममै चाहिँ 12 जो मजलेको फागुन 15 खयाक्नी माघ संक्रांति yang नाको कि 12 जे कि चिल फागुन 15 जे कि नारस कि मल्ल फाको इlang गुमै 12 जो मजलेको ल फाको इlang ममै सेलरोटी खामा जलेको इlang खुरिक मजा र मिजु खेच छान मैले इlang ल फाको इlang चाहिँ 12 साथीहरु हामी चाहिँ यहाँ खाजा खान लागेको यहाँ बटुक खादैछौं अनि यहाँ मम्मीले खादै हुनुहुन्छ अनि मैले पनि खान्छु साथीहरु तत्ता त हो खाए ल साथीहरु मिठो हो साथीहरु मम्मी कस्तो लाग्यो मिठो लाग्यो साथीहरु मम्मीलाई पनि हामी चाहिँ खाँदैछौँ साथीहरु हामी चाहिँ खाजा खाँदैछौँ अनि खाजा खाइसकेपछि भेटौँला है त ल साथीहरु खाजा खाएर हिँड्दैछ आन्टीहरु हामी चाहिँ अघि मजाले पञ्चेबाजामा नाच्यौँ अनि खाजा खायौँ अनि गर्मी भयो साथीहरु अनि यहाँ शीतलमा बस्छौँ भनेर म र मम्मी चाहिँ यहाँ खुल्ला ठाउँमा आएको छौँ बस्नलाई खुल्ला छ अघि चाहिँ गर्मी भइरहेको थियो साथीहरु त्यही भएर यहाँ खुल्ला ठाउँमा आएर शीतल भइरहेको छ एकछिन चाहिँ हामी यहाँ खुल्ला ठाउँमा नै बस्छौँ साथीहरु अनि यहाँ एकछिन बसेर फेरि प्रोग्राममा हेर्न जान्छौँ साथीहरु भिडियो के कस्तो हुन्छ हेर्दै गर्नु होला अघि चाहिँ मजाले रमाइलो गरियो पञ्चेबाजामा पनि नाच्यो अनि बटुक सेलरोटी पनि खाजा खाइयो साथीहरु अनि अहिले चाहिँ गर्मी भएर शीतल ठाउँमा बस्न भनेर म र मम्मी चाहिँ खुल्ला ठाउँमा आएको छौँ बस्नलाई साथीहरु यहाँ मम्मी हुनुहुन्छ म यहाँ बस्दै छु साथीहरु मम्मी कस्तो लागिरहेछ मगर दियोस् भन्नु न रमाइलो भइरहेछ हैन चाहिँ शीतल ठाउँमा बसेर एकछिन बस्यौँ म र मम्मी अब चाहिँ प्रोग्राम भएकोतिर हिँडेको साथीहरु
साथीहरू हामीलाई चाहिँ अब झ्याउलाई फेरि भोक पनि लागिसक्यो अनि हामी चाहिँ अब चटपट र पानीपुरी खान जान लाग्यो साथीहरू म र मम्मी राहा मगर दियोस् मम्मीलाई चाहिँ रमाइलो लगाइरहेको छ अरे अब नास्ता खाएर हामी चाहिँ घर जाने साथीहरू घर जाऊँ है मम्मी अघि चाहिँ हामीले सेलरोटी अनि बटुक अनि चाउमिन खायौँ अहिले चाहिँ अब चटपटे खान लाग्यो साथीहरू म र मम्मीले ल मम्मी खानु न कस्तो हो मिठै छ ल मेरो खिच्दिनु साथीहरू खाएर खाएर साथीहरू साथीहरू अब चाहिँ म र मम्मीले खान्छौँ अहिले भेटौँला है त रहनुमा हामीलाई बछ कसैलाई झेल नगर्ने साली त सोझी र सिम्पलमा गर्ने सोझी छ कि छैन है हाम्रो देवताको सालीहरू कतिको सोझी रहेछ त म हेरौँला नि हाम्रो यहाँ सबैजना हात पार्टी पछाडितिर दाना दाना हुनुहुने सबैजना नजिक आउनु साथै मायाको झलझलको आदि हो सम्झता भेट्न बाकती लेकाली मायाको चिनो मेरा मसी किनेर ल्याइने मेरा मसी किनेर ल्याइने सबैजनाको पछ्यौरी निकाल्नु पर्यो हजुर पछ्यौरी काश्मीरको पछ्यौरी पाएन देउताको मुद्दामा भएपछि साथीहरू हामी चाहिँ कार्यक्रममा गएर पनि आइसक्यौँ 7:30 भइसक्यो साथीहरू रातिको अब चाहिँ मैले खाना बनाउँछु अनि हजुरहरूलाई आजको मेरो भिडियो के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र मेरो भिडियोलाई लाइक शेयर र प्लिज फेरि पनि भन्छु मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला भन्दै आजलाई यति नै बाई बाई।